कसैले पनि राम्रो देख्दैन। जसले पनि मलाई नराम्रो मात्रै देख्छन्, राम्रो गर्दा पनि। आमा हजुर त्यसरी नरुनु न आमा। हाई गाइज, मैले चाहिँ साथीहरू है अनि गाउँले बुहारी सिरियल चाहिँ मलाई एकदम धेरै मन पर्यो। अनि गाउँले बुहारी सिरियलको चाहिँ मैले रिभ्यू बनाउँदैछु, यानि कि रियाक्सन भिडियो बनाउँदैछु है। तपाईँहरूले माया गरिदिनु होला र तपाईँहरूले चाहिँ है अनि लरी बरी इन्टरटेनमेन्ट भन्ने चाहिँ त्यो युट्युब च्यानल छ होइन, त्यसमा चाहिँ तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ। ऊ चाहिँ रियल च्यानल हो। मैले चाहिँ के गरेको छु त, रियाक्सन भिडियो मात्रै बनाएको छु है त। अनि अब चाहिँ हामी रियाक्सन गरौँ साथीहरू है। अनि एउटा बुढीले चाहिँ है अनि मैले गरेको काम त होइन, जसले पनि नराम्रो देख्छ अनि सबैले चाहिँ मलाई नराम्रो मात्रै भन्छन् अनि भनेर चाहिँ भनिएको अवस्था छ साथीहरू है। त्यो के हो त, फुल भिडियो हेरौँ अब है त। अरूले माया नगरे पनि मैले त हजुरलाई माया गर्छु नि आमा, त्यसरी नरुनु न आमा। छोरा त एकछिन भित्र आइज त। मलाई सबैले दोषी मात्रै देखाउँछन् नानी। हजुर आमा यसरी नरुनु न, हजुरलाई सबैले गाली गरे पनि म त हजुरलाई माया गर्छु नि, यसरी नरुनु न हजुर आमा। जुन नातिनीलाई मार्नको लागि आमा र मामाले कैयौँ षड्यन्त्र रच्नुभयो, आज यही नातिनीले नरौ आमा मछु भन्दै सान्त्वना दिएकी छ। मामु अबदेखि हजुरहरूले फेरि गाली गरेर हजुरआमा रुनु भयो भने म पनि उहाँसँगै रुइदिन्छु। हेर्नु त कसरी रुनु भएको छ, कसैले पनि माया गर्दैन रे। मेरो नातिनी हेर छोरा, तँ डल्लीकै आमालाई हाम्रो उठापट्टि घर छ नि, हो त्यही राखिदिन्छु। यसो सिरियल हेर्दाखेरि साथीहरू है अनि त्यो खराब भनेको चाहिँ त्यो बुढी नै जस्तो लागिरहेछ मलाई चाहिँ। किन खराब लागिरहेछ भन्दाखेरिमा चाहिँ होइन, छोराले पनि राम्रो मान्दैन होइन, त्यस पछाडि श्रीमानले पनि राम्रो मान्दैन है, त्यस पछाडि त्यो डल्लीले पनि राम्रो मान्दैन, बुहारीले पनि राम्रो मान्दैन। किन त भन्दाखेरिमा चाहिँ अब त्यो डल्लीकै आमा भने त्यो बुढीले चाहिँ होइन एकदम धेरै सताएको अवस्था रहेछ। त्यही भएर चाहिँ साथीहरू है अनि उनीहरूले चाहिँ त्यस्तो नराम्रो कदम उठाएका रहेछन् होइन, गाउँका मान्छेलाई खेरेको जस्तो मलाई लाग्यो होइन। अनि त्यही भएर साथीहरू होइन एकदम त्यो बुढी नै खराब रहेछ जस्तो मलाई लागिरहेछ। बुवा पहिला पनि यो घरमा बसेको त हो नि, नबसेको त होइन। आखिर हामी जहाँ बसे पनि जहाँ गए पनि आमाको मन परिवर्तन कहिले हुँदैन। मलाई त जहाँसम्म लाग्छ त्यो राक्षसनीले जति रोइकराइ गरे पनि मलाई एक रति पनि विश्वास लाग्दैन। अब तिमीहरू यो घर छोडेर जानु पर्दैन, यहीँ बस्नुपर्छ। बरु बुवा यो घरमा अनि यो घरको वरिपरि बस्नुभन्दा कतै टाढा गएर बस्ने हो कि जस्तो लागिरहेको छ मलाई त। मेरो बुढेसकालको सहारा भनेको तँ नै होस्। अब तँ नै यो घर छोडेर टाढा गइस् भने म कसको मुख हेरेर बस्ने, को भनेर यो घरमा बस्ने। त्यसैले छोरा तँ यो घर छोडेर जाने कुरै नगर। हेर छोरा, अबदेखि तिमीहरूको जिन्दगीमा कुनै किसिमको दुःख कष्ट र चुनौतीहरू आउन दिने छैन। म त्यो डल्लीकी आमालाई टह लगाउँछु। बुवा अब त्यो सौतिनी आमालाई जतिसुकै तह लगाए पनि जे गरे पनि उहाँको व्यवहार भोलि सधैँ उस्तै हो। बुवा म जति नै यो घरदेखि टाढा गएर बसे पनि तपाईँलाई माया गर्ने, यो घरको ख्याल गर्ने अनि यो घरको इज्जत जोगाउने मेरो जिम्मा हो।
साथीहरू है, अनि छोरा मान्छेको जात होइन, छोरा मान्छेले नै आफ्नो घरको इज्जत बचाउने, आफ्नो घरलाई जोगाउने होइन, परिवारलाई रक्षा गर्ने भनेको छोरा मान्छेको हातमा हुन्छ होइन। त्यही भएर छोरी मान्छेको भन्दा धेरै कर्तव्य त छोरा मान्छेको हातमा हुने नै भइहाल्यो है। त्यही भएर उनीहरू चाहिँ एकदम धेरै चिन्तामा छन् र चिन्तामा भएर पनि तनाव उत्पन्न भइरहेछ। त्यो तनाव उत्पन्न चाहिँ कसरी उत्पन्न भयो भन्दाखेरि त्यो बुढीको कारणले गर्दा चाहिँ भएको जस्तो मलाई लागिरहेको छ। अनि तपाईँहरूलाई कस्तो लागिरहेछ साथीहरू हेर्दै गर्नु होला है। म यो घरमा बस्दिनँ बुवा। यो घरदेखि टाढा गएर नि बस्छु। किन थाहा छ बुवा, मेरो मुखले यो घरमा बस भने पनि भित्री मनदेखि मानिरहेको छैन। मनाएपछि अवश्य मान्छ छोरा। अरूको मन हो र आफ्नो मन हो। आफूलाई सम्हाल। बिचारी त्यो नातिनीलाई लिएर त कहाँ जान्छस्? अब त तैँले त्यो नातिनीको भविष्यको बारेमा बिस्तारै सोच्नुपर्छ। हेर त छोरा, त्यो नातिनी बिस्तारै बिस्तारै बढ्दै आएकी छे। तिमीहरूको जिन्दगीमा जे जति दुःख कष्ट थियो नि त्यो तिमीहरूले पार गरिसक्यौ। अबको तिमीहरूको जिन्दगी भनेको खुसीको जिन्दगी हो। हाँसी खुसी बिताउनुपर्छ। खाइ बुवा, कसरी हाँसी खुसी जिउने हो र? भगवानले पनि हाम्रो भाग्यमा त दुःखै दुःख मात्रै लेखिदिएको छ कि के हो? धन्न गोविन्द भाइले हजुरको नातिनी फेला पारेर लिएर आए। होइन भने त हजुरले हजुरको नातिनी पाउनु नै हुन्थेन बुवा। त्यही नि छोरा, विगतका कुरालाई सम्झियो भने मेरो मन पनि भटभटी पोलेर आउँछ। तर त नहाती म सबै व्यवहारहरू मिलाउँछु। अब मेरी नातिनीलाई म नयाँ नाना ल्याइदिन्छु, मिठो मिठो खानेकुरा पनि ल्याइदिन्छु। अनि मेरी नातिनी मैसँग बस्नुपर्छ। हस् हुन्छ हजुरआमा। मेरो बाबा र मामुलाई पनि मिठो मिठो खानेकुरा ल्याइदिनुहोस्। हुन्छ मेरो नातिनी, म ल्याइदिइहाल्छु नि, भइहाल्छ नि। यसो हेर्दाखेरि कता कता होइन आफ्नो नातिनीलाई चाहिँ धेरै माया गरेको जस्तो पनि देखिन्छ त्यो बुढीले है। तर कस्तो गर्छ के गर्छ त्यो थाहा भएन साथीहरू। मैले पनि भर्खरै नयाँ नयाँ हेर्दैछु त्यो सिरियल है, यो गाउँले बुहारी भन्ने सिरियल होइन। मलाई त एकदम राम्रो लाग्यो, त्यही भएर चाहिँ हो। अनि हेर्दै जाऊँ होइन के हुँदैछ। नानी जामिनभित्र मैले तिम्रो लागि मिठो मिठो खानेकुरा बनाएर राखेको छु। तिमीलाई पनि भोक लाग्यो होला? तिमी, म अनि तिम्रो मामु मिलेर खानुपर्छ। फुपू अनि हजुरआमालाई पनि हामी सँगै लिएर खुवाऊँ न। तिम्रो हजुरआमाले त अघि नै खाइसक्नु भयो। अब हामी खानुपर्छ। भाउजू जानुहोस् भित्र। सरू भाउजू, यो छोरीलाई राम्रोसँग ख्याल गर्नु है। अहिले हामी पनि जान्छौँ होला। भाउजू जानुहोस् भित्र। किन नानी? जाऊ भाइ, ठुलियामा हामी लाग्छौँ है। अरू जे भए पनि साथीहरू त्यो बुढी चाहिँ एकदम तगडा रहेछ जस्तो मलाई लाग्यो। किनभनेपछि उसले चाहिँ एकै लात्तीले चाहिँ उन तिनीहरूलाई चाहिँ पगलाङ पुङ पारिदियो क्या है। म त्यो देखेर चाहिँ म अचम्ममा छु, छक्क परिरहेको छु साथीहरू है। किन बाबु रोएर थिएँ? किन? मेरो छोरा पनि रोइरहेको साथीहरू होइन। तर त्यो बुढी चाहिँ खतरनाक रहेछ है। अनि एउटै लात्तीले चाहिँ बङ्लाङ बुङ्नु पारिदियो है। कुरौटे मुर्दारहरू बिगार्ने बेला मेरो घर भक्का नभक्का कुरा लगाएर आगो लगाइहाले। अहिले ठुलिआमा म जान्छु है, गर्दा रहेछ है।
नानी इलाउ बिस्कुट नानी चिया लिनुहोस् ल छोरी तिमी पनि चिया खाऊ है भाउजू तपाईँ पनि चिया खानुहोस् न भोक लागेको छ होला त तपाईँको लागि नि यहाँ एउटा बिस्कुट छ बोबो नानी पर्दैन हजुरलाई पनि भोक लागेको होला हजुर नै खानुहोस् न छोरी तिमी पनि खाऊ म पछि हजुरको दाइ र बुवासँग बसेर खाउँला नि दाइ र बुवा अघि नै माथि जानु भएको खोइ के गफ गर्न थाल्नु भएको नि बरु हामी भित्र आएर पनि चिया पकाएर खाना ल्याइसक्यौँ अहिलेसम्म आउनु हुँदैन भाउजू दाइ र बुवालाई नकुर्नुहोस् बरु तपाईँलाई नि भोक लाग्यो होला चिया हालेर खानु मलाई भोक लागेको छैन नानी बरु हजुर र हजुरको भदेवी मिलेर खानुहोस् न बरु मामा र आमालाई पनि चिया लगिदिनुहोस् न नानी म हालिदिन्छु पर्दैन भाउजू मामा र आमालाई किन लगिदिनु पर्यो चिया उहाँहरूलाई खान मन लागेको छ भने आफै पकाएर खाइहाल्नुहुन्छ नि धेरै मामा अनि आमा भनेर उहाँहरूप्रति माया नदेखाउनुहोस् नानी मलाई चाहिँ साथीहरू है अनि त्यो डल्लीले चाहिँ आफ्नो भाउजूलाई चाहिँ एकदम धेरै राम्रो मान्दिरहेछ है बुझेको जस्तो लाग्यो होइन अनि भाउजूलाई चाहिँ दियोस् होइन सास सपोर्ट भन्ने कुरा चाहिँ एकदम धेरै रहेछ जस्तो मलाई चाहिँ फिल भइरहेछ राम्रो लागिरहेछ अनि त्यो हुनु पनि पर्ने हो र भइरहेछ त्यो साथीहरू होइन अनि डल्लीले चाहिँ आफ्नो भाउजूलाई चाहिँ राम्रो गरेको अवस्था छ यसमा हामीले पोजिटिभ लिनुपर्छ र राम्रो भइरहेछ राम्रो हुँदै जाओस् भन्न चाहन्छु म चाहिँ है किन यस्तो भन्नुहुन्छ आमालाई आमा पनि त हाम्रै घरको सदस्य हो नि फेरि आमा पहिला जस्तो हुनुहुन्न के सुध्रिसक्नु भएको छ उहाँलाई हामीले वास्ता गरेनौँ माया गरेनौँ भने गाउँ समाजले के भन्छ भन्नुहोस् त उही नराम्रो व्यवहार गर्ने त हो नि त्यही भएर गाउँले बुहारी सिरियल मलाई एकदमै मन पर्यो साथीहरू तपाईँहरूलाई कस्तो लागिरहेछ त्यस्तै प्रतिक्रिया दिनु नभुल्नु होला अनि गाउँले बुहारी सिरियललाई हामीले अगाडि बढाउनु पर्छ र बढाइराख्ने छौँ होइन अनि त्यही साथीहरू आजको भिडियो तपाईँलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला यदि तपाईँलाई यो भिडियो मन परेको भए चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब गरेर सपोर्ट गर्नु होला मेरो भिडियोलाई होइन कि गाउँले बुहारी सिरियललाई मन पराउने साथीहरूले चाहिँ सब्सक्राइब गर्नु होला है त